गुड मर्निङ एभ्रिवान। आज हो शनिबार अनि आजको चाहिँ छुट्टीको दिन। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अनि आज शनिबार हो अनि आज चाहिँ विशेष हो किन भन्दाखेरि हिजो मात्रै नेपालमा नयाँ सरकार गठन भएको छ। बालेन्द्र शाह प्रधानमन्त्री हुनुभएको छ। त्यस्तै गरी हजुरको सुदन गुरुङ पनि गृहमन्त्री नियुक्त भइसक्नु भएको छ। स्वर्णिम वागले अर्थमन्त्री लगायत थुप्रै 15-16 जना चाहिँ नयाँ मन्त्रीहरू हाम्रो देशले पाइसकेको छ र मन्त्री नयाँ सरकार बनेको 24 घन्टाभित्र नै आज बिहान उठ्ने बित्तिकै बालेन सरकार चाहिँ एक्सनमा आइसकेको छ र गृहमन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री रमेश लेखक पनि पक्राउ परिसकेको छ। अनि त्यस्तै गरी हजुरको केपी ओलीलाई पनि अघि पक्राउ गरिसकेको भिडियो हामीले हेरिसकेको छौँ। मैले चाहिँ भिडियो हेरिसकेँ। म अहिले त्यो भिडियो हेर्दैछु अनि भिडियो हेर्दा यसो आफूलाई पनि एउटा भिडियो बनाऊँ भन्ने हिसाबले केही बोलौँ भन्ने हिसाबले चाहिँ मैले भिडियो बनाइरहेको छु। हजुरहरू सबैले थाहा पाइसक्नुभयो होला होइन। अनि यो चाहिँ के भनेको छ भने ओली र रमेश लेखक चाहिँ पक्राउ परिसकेपछि हाम्रो सुदन गुरुङले चाहिँ यो कुनै प्रतिशोध होइन भनेको छ। यो चाहिँ न्यायको सुरुवात भनेको छ। यो चाहिँ एकदम राम्रो कुरा हो होइन साथीहरू। अनि हजुरको हिजो हामी काम गर्दै थियौँ। काम गर्दा गर्दा अब नेपालमा के भइरहेछ कसो भइरहेछ हेर्न मन लागिहाल्छ। अनि हेऱ्यो अनि हेर्दा चाहिँ गृहमन्त्रीमा सुदन गुरुङको नाम आउने बित्तिकै हामी सके। अब म जस्तो थुप्रै विदेशमा भएको नेपालीहरू नेपालमा भएको नेपालीहरू पनि धेरै अचम्ममा पर्नुभयो होला होइन। म पनि एकदमै सक भएँ। अनि पछि गृहमन्त्री हुँदा खुसी पनि लाग्यो। अनि पछि चाहिँ दिनमा यहाँ कोरियाको लगभग 3:45 बजीतिर त्यो शपथ ग्रहण। अनि त्यसपछि बेलुकासम्म चाहिँ धेरै कमेन्टहरू पनि हेऱ्यो। धेरै कमेन्टहरू हेऱ्यो होइन। अब सुदन गुरुङ चाहिँ किन गृहमन्त्रीमा आयो भन्ने कुराहरू पनि गर्यो। सुदन गुरुङभन्दा राम्रो राम्रो मान्छेहरू थियो या त्यस्तो टाइपको कुराहरू पनि आयो। अनि त्यसपछि सुदन गुरुङ धेरैले चाहिँ सुदन गुरुङ आउनुहुन्न भन्ने जस्तो कुराहरू पनि गरेको थियो। तर जेनजी आन्दोलनको बेलामा चाहिँ सुदन गुरुङले त्यो एउटा कमान्ड नसम्हालेको भए होइन। त्यसपछि जेनजी आन्दोलन पछि पनि हजुरको बालेन शाहलाई रवि लामिछानेसँग नमिलाएको भए होइन। उसको जस्तो जेनजी आन्दोलनको बेलामा चाहिँ उस्तो एउटा हिम्मत नदेखाएको भए होइन। उसले एउटा हिम्मत देखायो अनि त्यसपछि रवि र बालेनलाई मिलाउने काम पनि गर्यो होइन। अब मान्छेहरूले चाहिँ अहिले अब त्यो बोल्न जान्दैन, गुरुङ नेपाली पनि राम्रोसँग बोल्न जान्दैन भन्ने कुराहरू पनि गरेको छ। कमेन्ट भन्ने कुरा आफ्नो आफ्नो ठाउँमा आउँछ। तर एउटा हिम्मत भएको एउटा निडर मान्छे चाहिँ आएको छ गृहमन्त्रीमा। अनि आएर चाहिँ आएको 12 घन्टा नबित्दै रमेश लेखक र केपी शर्मा ओलीलाई चाहिँ पक्राउ गरिसकेको छ। यो चाहिँ एकदम खुसीको कुरा पनि हो। मलाई एकदम खुसी लागिरहेको छ। अनि अहिले म चाहिँ यही न्युज हेर्दैछु अनि न्युज हेर्दै भिडियो पनि बनाइरहेको छु। सो अनि हजुरहरूले बालेनको अस्ति एउटा नयाँ गीत आयो महाकाली भन्ने हेर्नुभयो होला होइन। त्यो गीत पनि बवाल छ। भ्युज पनि टन्नै गइसकेको छ। सो खुसी लागिरहेको छ। अहिले चाहिँ केपी ओली पनि पक्राउ परेको छ अनि रमेश लेखक पनि पक्राउ परेको छ। अझै अन्य कति पूर्व मन्त्रीहरू पूर्व सरकारको मान्छेहरूलाई चाहिँ जो यो अस्ति जेनजी आन्दोलनमा जति मान्छेहरू मर्यो उसको विरुद्धमा चाहिँ कसलाई समात्ने हो समात्नुपर्छ होइन। समात्नुपर्छ, छोड्नु हुँदैन। यिनीहरूले चाहिँ नेपाली जनतासँग खेलेर जनताको ज्यानसँग खेलेर हजुरको राजनीति गरेको थियो। मान्छेको लासमाथिको राजनीति गरेको थियो नि। त्यो चाहिँ छोड्नु हुँदैन। एक्सनमा चाहिँ आउनै पर्छ। अनि मैले अघि भिडियो पनि हेरिरहेको थिएँ ओलीलाई लाने बेलाको भिडियो चाहिँ। अनि केही हजुरको ओलीको समर्थकहरूले चाहिँ
गृहमन्त्रीलाई चाहिँ गृहमन्त्रीको विरुद्धमा भनौँ न हाम्रो के गरे सुदन गुरुङको विरुद्धमा पनि आन्दोलन गरिरहेको देखेको थियो अनि हाँसो पनि उठ्यो है। कति अबुझहरू छ नेपालीहरू भनेर त्यही हो। अहिले चाहिँ जति हिजो हाम्रो नेपाली जनताहरू खुसी भयो नि त्योभन्दा पनि धेरै खुसी चाहिँ आज भएको छ होला क्या नेपालीहरू। किनभने केपी ओलीलाई चाहिँ अहिले पक्राउ गरेको कारणले गर्दाखेरि आज चाहिँ नेपालमा धेरै नेपालीहरू धेरै खुसी भइरहेको छ होला। म पनि एकदम खुसी भइरहेको छु। त्यही खुसी साट्नको लागि चाहिँ मैले यो भिडियो बनाइरहेको छु होइन। अनि ओली र लेखकमाथि चाहिँ ज्यान मार्ने अभियोग चाहिँ लागेको छ। अनि अझै अरू अब सिडिओहरू त्यसपछि अब को हो अब अरूलाई पनि सायद समात्छ होला। किनभने सुदन गुरुङ भनेको चाहिँ बोल्नमा भन्दा पनि एक्सनमा चाहिँ कडा मान्छे हो होइन। बोलेर केही हुन्न। अब पहिला अहिले कमेन्ट सुदन गुरुङको यो गृहमन्त्रीको कमेन्टमा पनि भने कि अलिकति अनुभवी चाहियो रे होइन, अनि पढे लेखेको चाहियो रे। म बुझ्छु पढे लेखेको चाहिँ चाहिन्छ, तर अनुभवी भनेको कोही हुन्न क्या। सुरुमा अब जस्तै राजसभाभित्र पनि हजुरको अनुभवी भनेको गृहमन्त्री रवि लामिछाने भएको पहिला अनुभव छ होइन। त्यसपछि को छ र अरू त्यो एकजना श्रेष्ठ हुनुहुन्छ को छ र? एक दुईजना भन्दा अरू कोही छैन होला क्या दुईचोटि यो मन्त्री भएकोहरू सबै नयाँ हो होइन। अनुभवी भन्ने कुरा अब गर्दै गएपछि हुने कुरा हो। राम्रो गर्नुपर्छ, जसले गरे पनि राम्रो गर्नुपर्छ। त्यसपछि राम्रो कार्यलाई चाहिँ सपोर्ट गरौँ होइन। यसरी अब अनुभव छैन के छैन उमेर भर्खरको छ भनेर चाहिँ विरोध चाहिँ नगरौँ, कमेन्टहरू पनि नगरौँ। यदि भोलि यो सरकारले अबको केही समयपछि चाहिँ राम्रो गर्न सकेन भने चाहिँ विरोध गर्ने हो होइन। नत्र भने चाहिँ सपोर्ट गर्ने हो। राम्रो कामको लागि चाहिँ सपोर्ट गर्नुपर्छ। संसार कहाँबाट कहाँ पुगिसक्यो, हामी चाहिँ त्यही एउटै कुवाको भ्याकुता जस्तो चाहिँ भएर गफ मात्रै धेरै गरेर हुँदैन। सो देश विकासको लागि र अनि त्यसपछि सुशासनको लागि चाहिँ सपोर्ट गर्नुपर्छ। मेरो मनमा चाहिँ भौतिक विकास भन्दा नि पहिला चाहिँ नेपालमा चाहिँ अलिकति सिस्टमहरू राम्रो बसाल्यो भने, अनि मेन चाहिँ हजुरको सबसे नराम्रो भनेको चाहिँ कर्मचारी तन्त्रको भ्रष्टाचारी छ नि। जो कर्मचारी तन्त्रमा भित्रको एउटा भ्रष्टाचारी छ नि, यातायातदेखि लिएर मालपोतदेखि लिएर हरेक ठाउँमा बिचौलिया होइन, भन्सार यस्तो कुराहरूमा चाहिँ अलिकति सिस्टम राम्रो बसाल्यो भने चाहिँ छिटै डेभलप हुन्छ। भौतिक विकास चाहिँ छिटै हुन्छ। मेन चाहिँ सिस्टममा विकास गर्नुपर्छ। सो अहिले पनि म यहाँ हेरिरहेको छु न्युज होइन। अहिले पनि म यो हजुरहरूले सुन्न पनि सक्नुहुन्छ। अहिले नि न्युज हेरिरहेको छु। प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। लगत्तै गृहमन्त्री सुदन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखहरूसँग तारन्तार छलफल गरेका थिए। प्रहरीले सरकारसँग आधिकारिक रूपमा लिखित आदेश माग गरेको थियो। मध्यराति गृहमन्त्री लेखकलाई चाहिँ अहिले भद्रकाली पुर्याइएछ अरे, कता हो होइन। प्रतिवेदनमा पूर्व प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्व प्रहरी महानिरीक्षक कुबेर खातुन लगायतमाथि मुलुकी अपराध संहिता आकर्षित हुने उल्लेख गरेको थियो। मुलुकी अपराध संहिताको 281, 282 र 283 कोट गर्दै प्रहरीले पक्राउ गरेको छ। उक्त दफामा हेलचेक्राइ गरी ज्यान मार्न नहुने भन्ने व्यवस्था छ। हेलचेक्राइ पूर्वक कसैको ज्यान मार्ने हेलचेक्राइ गरेर ज्यान मारे जस्तो भयो नि त। त्यतिखेर चाहिँ दबाउन खोज्यो होइन, आन्दोलनलाई दबाउन खोज्यो। त्यसपछि घटना घट्यो। अनि त्यसपछि त के भयो होइन, सबै हजुरहरू सबैलाई थाहै छ। अनि एउटा कुरा के भने सबैको दिन आउँछ क्या, सबैको पालो आउँछ। कुनै बेला उनीहरूको पालो थियो, अहिले अर्कोको पालो आउँछ। त्यो बेलामा जसले नराम्रो गरे अहिले उनीहरूले चाहिँ सजाय भोग्नुपर्छ। सबैको पालो आउँछ। देश बन्नुपर्छ, बनाउनुपर्छ है साथीभाइहरू। सबैले सपोर्ट गरौँ। हजुरहरू नेपालमा हुनुहुन्छ या संसारको जुन ठाउँबाट हुनुहुन्छ, जहाँबाट भए पनि सपोर्ट गर्नुपर्छ भन्दै अहिलेको ब्रेकिङ न्युज चाहिँ यही छ। हेर्दै गर्नु होला, अपडेट गरिराख्नु होला है। सो
आजको शनिबार चाहिँ बिहान बिहान एउटा खुसीको समाचार सहित आजको शनिबारको बिहान चाहिँ सुरुवात भएको छ। होप्सी बेलुकासम्म अझै थुप्रै नयाँ नयाँ यो एक्सनहरू बालेन सरकारको एक्सनहरू देख्न पाइयोस्, हेर्न पाइयोस्। हजुरहरू पनि नेपाल बाहिर हुनुहुन्छ भने न्युज हेर्दै गर्नु होला। अब हामी पनि जसरी नै आफ्नो देश फर्किनै पर्छ। संविधानविद नीलाम्बर आचार्यले चाहिँ प्रतिशोध र धरपकडले भलो नगर्ने टिप्पणी गरेका छन्। नेपाल गएर फेरि नेपालमै बाँच्नु पर्यो होइन कि कसो हो साथीभाइहरू। ओके, अहिलेलाई चाहिँ बाई बाई। अहिलेको चाहिँ लेटेस्ट न्युज त्यही हो, हजुरहरूलाई यसो सुनाएको मात्रै हल्का फुल्का। बाई बाई, थ्याङ्क यू।